शिलालाई टेकेर मान्छे बनाएका थियौ। तिम्रो त्यो चरणमा, तिम्रो जो चरणको राज्यमा त बडा विचित्रको शक्ति छ रे, चमत्कार छ रे, जादु छ रे। तिमीले टेकेर तिम्रो बाटो के भरा, तिम्रो बाटो के भरा, भवन लौकारा, तिम्रो बाटो के भरा, भवन लौकारा, तिम्रो बाटो के भरा, भवन लौकारा, तिम्रो बाटो के भरा। सुन्दर नारी बनी आकाशतिर गए रे कथा समाप्त। तर यहाँ त यो मेरो ढुङ्गा, मेरो ढुङ्गा मान्छे बनेर जान्छ कि त चिन्ता छ। त्यो ढुङ्गा त मान्छे बन्छ, यो ढुङ्गा त काठको हुन्छ प्रभु। त्यसकारण मलाई यही चिन्ता छ। त्यसो भए तिम्रो चिन्ता कसरी दूर हुन्छ त? भगवान राम भन्नुहुन्छ मेरो चिन्ता दूर हुनको लागि हजुरको चरण मैले पखाल्न पाउनु पर्छ। जब मैले त्यो लक्ष्मणको मैले क्षीर सागरको कथा केवटले भन्दैछन्, त्यति बेला त मलाई तिमीले निकै टाढा टाढा फ्याँकिदिएका थियौ। तर प्रभुको कृपा भयो, मलाई त्यति बेला मलाई आशीर्वाद प्रदान गर्नुभएको थियो, जसले गर्दा आज मैले स्वयं प्रभुको चरणमा प्राप्त गरेको छु। तिमीलाई मैले दिन कति नै अनुनय विनय गरिसकेपछि थोरै यति दिन्छन्, फेरि आफूले खान्छन्। आफूले मात्र होइन, श्रीमती परिवार लगायत सबैलाई खुवाउँछन्। र यति मात्र होइन, हाम्रो कुटीलाई कुटीमा पनि गएर छर्क। आज प्रभुको चरणता कुटीमा छर्कियो भने जन्म जन्मान्तरको लागि हामी कृतार्थ हुनेछौँ। हे हरि आज मैले दिन्न, हे लक्ष्मण आज मैले दिन्न, नबनाऊ मन खिन्न, 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 नबनाऊ मन खिन्न, आज मैले दिन्न, 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 नबनाऊ मन खिन्न। परिवारलाई दिन्छन्, लक्ष्मणलाई पनि अलिकति दिन्छन्। अनि भगवान श्री रामचन्द्रले भन्नुहुन्छ, हे भयो केवट तार, श्री रामले भन्दैछन्। हे केवट, यति बेला केवट भन्छन्, हे प्रभु अझै बेला भएको छैन के? तार्ने यहाँ धेरै छन्, केवटले गन्दैछन्। बडा आश्चर्यचकित हुनुभयो भगवान राम। जब भगवान रामले भन्नुभयो केवटलाई, अब त हामी यो नदी तर्न चाहन्छौँ, बेर भएको छ, तिमीले आफ्नो इच्छा पुरा गर्यौ, मेरो चरणलाई धोयौ, चरण तक लियौ, ठिक छ, अब हामीलाई यो गङ्गाजी पारी गरिदियो। तर केवटले भन्छन्, प्रभु यहाँ मेरो एउटा नियम छ के? त्यसकारण अब म मेरो पुरोहित खोज्न पनि जान्न, तपाईँ आफै आज सङ्कल्प समाज मेरा